नमस्कार, म कृष्ण केसी नागरिक दैनिकबाट। यो हाम्रो जति अवधि महोत्सव हुन्छ त्यो अवधिभरि नै सधैँ आउनुपर्ने गरी प्रदर्शनीहरू हुन्छन् कि एउटै खालको प्रदर्शनी हुन्छ, अर्थात् एक दिन आएपछि सबै हेर्न पाइने हुन्छ कि प्रत्येक हेर्नलाई चाहिँ प्रत्येक दिन आउनुपर्ने गरी प्रदर्शनीहरू हुन्छन्? धन्यवाद। यसमा ठाउँ ठाउँमा हामीले पुरानो प्रदर्शन गर्ने भनेर राखेका छौँ। फरक प्रदर्शन पनि हुन्छ। 10 वटा हामीले हामी खुला बाँसुरीबाट प्रदर्शन गर्छौँ, प्रतियोगिता गर्दैछौँ। त्यसमा धेरैवटा आउनेछन्। एउटा बाँसुरीबाट प्रतियोगिता नियमित रूपमा भइरहनेछ भने यो नगरभरि हाम्रो हरेक दिन फरक ढङ्गले यो बाजाहरू घुमिरहनेछ। भन्नाले कुनै दिन बाँसुरीबाट, कुनै दिन झिनाको, कुनै दिन आवाजा, यसरी हामी त्यो मिलाउँदैछौँ र हरेक दिन आउनेले फरक स्वाद पनि लिन सकौँ र अन्य कुराहरू धेरै जसो त्यही हुनु।